चाहिँ हामी भर्खर धुलीखेलबाट चाहिँ नवबुद्धको दर्शन यात्रा सकेर अब हामी पनौती हुँदै बनेपा निस्किनेछौँ। यात्रा रमाइलो छ, गन्तव्य पनि रमाइलो थियो। चलाइ ड्राइभरको आज अलि त्यो झट्का खाँदै गयो कति उकालो ठाउँमा। राम्रो पनि भयो। ब्रान्चका अरू साथीहरूलाई चाहिँ के सूचना दिने हो हामीले? ती गाउँले भएको छन् अहिले छोडिदियो त्यो दुईजना त गाउँले भएको छ, अरू बेरोजगार भएको छ। यहाँबाट चाहिँ हाम्रो चाहिँ नि के भन्दाखेरि सकिहाल्यो त्यो पाहाड नवबुद्ध नगरपालिकाको एरिया चाहिँ बाटो त मजा रहेछ त। यहाँबाट सकियो। कस्तो बाटो ल्याइसक्यो मलाई यस्तो मैले ल्याएको तर मैले ल्याउने बाटो जहिले पनि कस्तो मैले ल्याएर यो अब एकअर्काले भन ठिक छ। पनौती हुँदै आउने बाटो अहिले जस्तो ल्याऊ कि कसले ल्याउँदा धुलीखेल पटेको बाटो। तर मैले हिजो पनि बाटो राम्रो रेकमेन्ड गरेँ, अब आज पनि हेर्नुहोस् यति भ्यू राम्रो छ। अब अगाडि जाउँ है, यति दामी आउँछ। Oh my goodness, आखिरमा देखेरी मामु म बाइसिन हेर न। ओहो है दादा, मैले ल्याउने बाटो यस्तो देख्न हुन्न उसलाई फेरि घर हेर न, टिपिकल घर हेर न बाटो। ए दादा नाइस ट्राई। रोड चाहिँ मिठो लाग्यो मलाई पनि मिठो। मलाई त मिठो होइन के लाग्यो भन्दा मिठो भन्दा पनि एक लेभल माथि के हुन्छ के हुन्छ मिठो। यति गफ गरेर पनि चलाउनु पाउनु भने एकदम फ्रिडम पायो नि रोडमा। कम्प्लेन छैन, मैले ल्याउने बाटोमा कम्प्लेन हुँदैन। अझ तल त त्यो म आउँदाखेरि धान फलिरहेको थियो है, राम्रो भएको थियो। यतिखेर तोरी फुलिरहेको छ भने पनि दामी नै मजा आउँछ कि तलको रोड हेरेर। यति सिनेरिक छ त्यो बिचबाट भाइरल रोड भन्छ कि त्यसलाई होइन, टिकटकमा एकदम फेमस भएको थियो। हामी जाउँ त, हामी हामी त्यहीबाट जाँदैछौँ। हामी टिकटक गर्छौँ। त्यसपछि के छ भन्दा अब साइडमा चाहिँ धान उठाइसक्यो भने त रमाइलो हुँदैन। धान अब तोरिरहेको छ भने चाहिँ बिचमा रोड छ, पछि खतरा। साथै लेटरको भन्दाखेरि चाहिँ बाटो चाहिँ कसको याद आउँछ? कतिको भन न, कसको होइन। देखाइदिनु न हात छोडेको। ए यस्तो 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 पुरै खुट्टा चाहिँ छोड्न मिल्दैन, हात चाहिँ म मिल्छु। यो त अब अगाडिको दादा यता हो है। तल मैले माने कि दादालाई, दादाको एउटा फोटोग्राफी स्किल र यो अहिलेको ड्राइभिङ बाटो कुन हिँड्नुपर्छ कति प्लानमा जहिले पनि त यो भ्लगमा हामी धेरै हेर्छ आइरहेको छौँ। मैले चाहिँ एक्सपेक्ट गरेँ भने बढी हेर्छ आइरहेको छु। किन होला? फोन कस्तो दादा? फोन चाहिँ त्यो फोन पनि हो, फोन भन्दा पनि यसले एङ्गल राम्रो पाइरहेको छ क्या जस्तो लागिरहेको मलाई होइन। यो सामान एङ्गल त्यो हात पनि के कसको हातले खिचिरहेको छ भन्ने कुरा के। लाइट कम्बिनेसन राम्रो भयो। फेरि नालाको बाटोमा हामी सुन्दर रमणीय नेपालको भ्रमण गर्दै काठमाडौँ उपत्यका देश त हाम्रै राम्रो छ नि दादा। एकदम जति जसले जे भने पनि कुराहरू जति भए पनि देश त यही राम्रो। बस्नलाई वातावरण, बाटो चाहिँ खानेकुरा, मानेकै बाटोमा अघिको कम्पेयर गर्दा पर्यावरण सबै कुरामा हामी राम्रो छौँ। हेर्नु कति माथि लौका कसरी फल्याएको छ झुन्डेर। अब उहाँहरूलाई यो बाटो देखाउनु पनि हुन्थ्यो है। ठिक छ, अब हामी एक्चुली सिप गरेर पनि देखाउँछौँ किनभने हामी चाहिँ एउटा जहाँ धान भाइरल रोड आउँदैछ त्यो भाइरल रोड पनि हामी हाल्नु पनि हुन्छ। त्यही भएर हामी तिनजना मात्र घुमिरहेको छैन नि त, उहाँहरू पनि घुमिरहेको छ। हाम्रो दर्शकबिनहरू पनि घुम्नु भएको छ। उहाँहरूलाई हामीलाई घुम्ने इच्छा त होइन नि त खास, उहाँहरूको लागि हामी घुमिरहेको। दर्शकबिनहरूको लागि पनि अब हामी फ्यामिली सो अहिले हामी मिठो दादा रोयन फन फ्यामको लागि यो बाटो देखाउँ दादा। भिडियो अब जाँदैछौँ हामी। यो चाहिँ रोयन फन फ्यामिलीको तर्फबाट भाइरल भिडियो पनौती तर्फ लाग्दैछु नौबुद्धबाट। यो चाहिँ धान खेती भएको बेलामा यहाँ चाहिँ टिकटक खिच्नेहरूको यति राम्रो भिड हुन्छ, साइडमा चटपटे बनाउनेहरूको पनि व्यवस्थै हुन्छ। छेउतिर देखाउन हामी लेफ्ट साइडतिर मैले स्याड भयो कि गाना यसो हिँड्ने टाइपको ऊ छैन। गीत पनि तपाईँहरूलाई हामीले डेडिकेट गरेको छौँ तपाईँहरूको लागि हो। हाम्रो आदरणीय दर्शकबिनहरूको लागि। काठमाडौँ जाने बाटो यस्तो भएर कति मजा आइछ दादा। खासमा हामी चाहिँ उपत्यका ग्रुप बन्दैछ कि हामीले स्वीकार्नुपर्ने कुरा है। ग्रुप के बन्दै छैन दादा, हामीले बनाउँदैछौँ। ग्रुप बनाइरहेको छौँ। अब आखिर फेरि हामी चाहिँ अब अलिकति त्यहाँ पुगेर चाहिँ हामी फ्रन्टमै आफूलाई देखाउन उहाँहरूलाई हामीलाई हेर्ने मन लाग्यो होला नि त। दर्शकबिनहरूलाई चाहिँ एउटा आश होला। हाम्रो झल्को आश त अलिकति भइहाल्छ नि। हाम्रो मोमेन्ट्स केसरहरू मलाई एकदम मनपर्छ। तर उहाँलाई हाम्रो
देश देखाउनु पनि उत्तिकै जरुरी छ कि स्वरको पनि ख्याल गर्नुपर्छ दर्शकबिनहरूलाई चाहिँ मिठो स्वर मनपर्छ स्वर त राम्रै छ नि त मेरो छैन छ त्यो चाहिँ केटीहरूलाई राम्रो छ दर्शकबिनहरूलाई चाहिँ अलिकति बोल्ड आवाज मनपर्छ अब चाहिँ हामी फेरि पुनः हाम्रो दर्शकबिनहरूलाई हाम्रो गफ सिकाउँछौँ हाम्रो दर्शकबिनमध्ये दर्शकबिनहरूलाई चाहिँ 3 जना मध्ये को मनपर्छ उहाँको नम्बर चाहिँ हामी तल कमेन्टमा राख्छौँ होइन कमेन्टमा सम्पर्क गर्नु मन त म परिहाल्छु होला तर नम्बर नराखौँ पछि मलाई पनि गाह्रो पर्छ त्यस्तो भए फेसबुक आइडी चाहिँ राखिदिउँ है हजुर जसको मलाई मनै पर्ने छोडिदिनु नभनौँ नभनौँ ओहो बोकाजी के छ बोकाजी उहाँ बाहिर बोकाजी भन्नाले चाहिँ फेरि हाम्रो बन्धु साथी होइन साँच्चै बोका हुनुहुन्थ्यो एनिमल के एनिमल जनावर भनौँ न साइन्स पढ्नु भएकोलाई थाहा होला हाम्रो साथीहरू पनि एनिमल भन्दा कम छ यो गाना चाहिँ सही बजी थाहा छ भाइसमा थाल्यो यार गाना अटेन्टिभ पनि हुनुपर्छ गानाले त मलाई उ गर्छ नि दादा उतै देखाउ त जिब फ्यान जीव जीव फ्यानहरूको लागि हामीले चाहिँ जीव भनेको त ट्रकै हामीले मगाएको छौँ होइन ल जीव फ्यानहरूको लागि बेस्ट वे जीव भने के त्यो गाना गाएको थियो जीवले जीवले गाना गाएको थियो नि एउटा सोमा ए बाबु बोलाए मिलेन ल हामी साथीहरू गरौँ है त मिलियन लेभल गरौँ ल लेफ्ट साइड राइट साइडमा राम्रो यति ठुलो सर कुन हो दादा हेर्नुहोस् जति दुःख परिश्रम गर्नुहोस् काम गर्नुहोस् तर भ्रमण त्यो पनि साथीहरूसँग घुम्न अत्यावश्यक छ नि जीवनमा एउटा आनन्दमय समयको लागि साथीहरूलाई धोका दिएर त्यो जाजरकोट गएर केही पनि हुन्न कि दादा पैसा पाइएला होइन त्यो गाउँ सहर बुझ्नलाई जानु भएको छ ठिकै तर पैसाको लागि धोका चाहिँ कसले दियो दियो मलाई ठिक होइन त्यो हुन्छ हामी त्यसलाई पनौती आइपुगिसकेका छौँ पनौतीको एकदम फेमस मन्दिरमा छौँ ल दर्शकबिनहरूलाई डेडिकेट गर्दै मन्दिर देखाउन चाहन्छु तपाईँहरूलाई चाहिँ हामी नेपाल घुमाउनलाई पर्यावरण संस्कृति तपाईँहरू आफ्नो घरको बेडमा सुती घुम्नु होला भनेर के सिसा एकपल्ट त भएन नि हामी के को लागि यात्रा गर्दैछौँ भन्दाखेरि केवल तपाईँहरूको लागि हामी गरिरहेका छौँ हामी दिनरात खटिरहेका छौँ हामी हिजोबाट चाहिँ अनवरत रूपमा चाहिँ उहाँहरूलाई कसरी हामी सुभाषजीले हिजो बेलुका एउटा केस पनि सल्भ गर्नुभएको छ होइन उहाँले चिया खाएर गाह्रो भयो तैपनि तैपनि उहाँले आउँदै चिया नखाने गर्नुभयो यता जाने हामी यो बस्तारबाट हामी यता जान्छौँ पनौती नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद भन्नुभएको छ अब यहाँबाट हामी मनेपातर्फ लाग्दैछौँ स्वागतम दर्शकबिनहरूको लागि दसरी सुन्नु पर्यो अब हामी के को गफ गर्छौँ हामी अब समसामयिक के छ समसामयिक के चलिरहेको छ तपाईँलाई के लाग्छ अब केआइआइटीको परिवेशमा नेपाल सरकारले के कस्तो कदम चाल्ला 2 जना चाहिँ प्रहरी साथीहरूलाई चाहिँ पठाइसकेको छ परराष्ट्रले एउटा पहल गरिरहेको छ के होला देशमा चाहिँ हामीले गीत अहिलेसम्म बलिदान पनि सुन्छौँ लगाउँछ यहाँबाट लगाउँछ बलिदान त्यो लगाएर कहाँ हामीले यस्तो यो लगाइरह यार त्यसपछि हामी चाहिँ नेपाल हाँसेको हेर्न चाहन्छौँ नेपाली हाम्रो दर्शकबिन यस्तो गर्नुपर्छ सुन्दाखेरि एकदम भगवान्प्रति आस्था राखेर देशमा अरू के चलिरहेको जुन तरिकाले समसामयिक भनेको चाहिँ हाम्रो सोसियल मिडिया बिल पास भयो है त्योभन्दा ठुलो छ हाम्रो बेलुनमा हावा भर्नेलाई समात्यो भन्ने कुरा चाहिँ त्यो कुरा चाहिँ एकदम उदेलाग्दो कुरा छ त्यो चाहिँ पोखरामा पर्यटन वर्ष 2025 मनाउने उहाँहरूलाई थाहा होला उहाँहरू अपडेट हुनुहुन्छ यति बिगियर रहेको समयमा पनि जुन तरिकाले एक्सिडेन्ट भयो होइन हाइड्रोजन युक्त बेलुनमा चाहिँ जुन तरिकाले आगो लाग्यो एकदम दुःखद घटना हो त्यति विज्ञहरू हुँदा हुँदै पनि त्यो एक्सिडेन्ट हुनु चाहिँ अलिकति अकल्पनीय घटना हो कसरी त्यस्तो भयो होइन
तर त्यो बलुन बनाउनेलाई बलुनमा हावा भर्नलाई चाहिँ अलिकति उ गर्नुमा चाहिँ बलुनमा हावा भर्ने गाह्रो भयो के खेतजनक कुरा भयो। अझ त्यहाँ के भनिया त भन्दाखेरि हामी प्रविधिको युगमा छौँ भनेर होइन, जुन तरिकाले रिमोट अन गरेर मैले एउटा रिल कस्तो राम्रो हेरेको थिएँ यार, त्यो वीरेन्द्रवाला चाहिँ के त्यति बेला चाहिँ त्यो बलुन उडाउनेवाला चाहिँ स्विच प्रयोग गरेको थियो कि आइनो यहाँ नेपाल। अब हामी चाहिँ नेपाल हाँसेको हेर्न चाहन्छौँ, सुन्दैछौँ, चाहन्छौँ हामी पनि चाहन्छौँ, मनबाटै चाहन्छौँ, हृदयबाट चाहन्छौँ। यहाँ किन एकदम दुर्गन्ध निस्किरहेको के फ्याक्ट्री होला हामी अगाडिको भ्यू देखौँ। तोरीबारी यति राम्रो तोरीबारी आइरहेको छ। कन्क्रिट नरहेको आफू सिभिल स्टुडेन्ट भएर यस्तो त भन्नु नहुने हो होइन। गाना चेन्ज गरौँ त। अलिकति अब चाहिँ राष्ट्रभक्ति धेरै चरम अवस्थामा पुग्यो। अब चाहिँ अलिकति फनवाला भाइ पनि म गर्छु यो पनि, यो त फन नै हो नि। या यो नलाए त ब्यालेन्सरको उ नै हुन्छ क्या। बालेन र बेलुन यति बेला चाहिँ धेरै फेमस छन् र अर्को फेमस र नेसनल एसेम्ब्लीबाट पास भयो छैन होला, पास हुँदैन होला। सोसियल मिडिया बिल हो होइन, पास भएको अर्को न्युजवाला बिल हो क्या। के भन्छ प्रेस बिल, प्रेसको बिल हो क्या। जुन पनि लिएर आएको सोसियल मिडिया त कहीँबाट पास भएको छैन अहिले, आएकै छैन क्या मैदानमा आएकै छैन क्या सोसियल मिडिया। के छ हजुरको धारणा? 84मा चाहिँ अब देशको कुन अवस्थाबाट जान्छ गुजान्छ भन्ने हामीलाई चाहिँ एकदम सूचनीय भएको छ। खाना सबैको खाए पनि हाल्नुपर्छ है तर उहाँहरूलाई पनि भन्ने कुरा हो 84को लागि उहाँहरूले। अनि खाना पाइयो होइन, मासु मिठो हुन्छ, अझ मटन झन् मिठो हुन्छ, खाना पाइयो। तर बुद्धि चाहिँ उसले भने जस्तै ठाउँमा मिठो हुन्छ तिमीलाई होइन अरूलाई। म त बोइलर म त भेज हो, म त के बोइलर भन्छ। शाकाहारीमा त सकेसम्म शाकाहारी भोजन गर्नुपर्छ स्वास्थ्यको हिसाबले, अनेक दृष्टिकोणले होइन, स्वास्थ्य, समाज, परिवेश, वातावरण सबै हिसाबमा अब चाहिँ शाकाहारी बनाउनु अभियान चलाउनु नै आवश्यक छ। हामी मान कार्य गर्दैछौँ किन भन्दा हामी तपाईँहरूलाई लिएर यसरी होइन, तपाईँलाई देखाउनलाई, तपाईँहरूलाई साथमा लिएर हिँडिरहेका छौँ। त्यो पनौतीवाला रुट राम्रो रहेछ भनेको त भन्नु नि तपाईँ त। उहाँहरूसँग हुँदा हामीलाई केही कुराको रिग्रेट हुँदैन नि। यो यात्रा केवल 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 हाम्रो गाना सुन्नु फन एन्ड रनका लागि। सबै फटा घटाइरहेको छ त गाउँ बाटो यही हो नि, बाटो सानो सानो हुँदै गएछ। सुभाष एक्चुली म्याप हेरौँ न है, हामी म्याप चाहिँ हेरौँ है, म्याप चाहिँ हेरौँ। यहाँबाट एक्चुली ताथाली निस्किने बाटो चेक गर्नुहोस् त। गाना सुन्नु म्याप हेरेर चाहिँ हाम्रो आवाज फेरि हामी अब चाहिँ नि बनेपाबाट नाला हुँदै हामी तातरीको तर्फ लागिसकेका छौँ। उहाँहरूलाई हामीले धेरै नयाँ नयाँ बाटो घुमाउनु भयो है। एकदम बाटो त नयाँ होइन, उहाँहरूको साथमा चाहिँ नयाँ हो। उहाँहरूको साथले चाहिँ गर्दाखेरि हामीलाई चाहिँ नयाँपन आउन सक्छ। ओहो कति धेरै राम्रो राम्रो चाहिँ भैँसी पालन भइरहेको चाहिँ है सर, हेर्नुहोस् ल। यसरी चाहिँ अलिकति देशमै परिश्रम गरौँ, के हुन्छ भन्ने हामीले। औ माई गुडनेस कति ठुलो फार्म हेर्नु त सर। देशमै गरौँ, जे गर्ने देशमै गरौँ, बाहिर गएर देशमा गरौँ भन्दैमा जाजरकोटै चाहिँ नजाउँ होइन। जाजरकोट देश समाज साथी छोडेर जाजरकोट नजाउँ। उहाँहरूले पनि हाम्रो फन एन्ड रन फ्यामिलीलाई चाहिँ, हाम्रो दर्शकहरूलाई चाहिँ यसरी जाजरकोटबाट एउटा राम्रो भ्लग दिन सक्नुहुन्छ भने ठिक छ, कन्ट्रिब्युट गर्नु सक्नुहुन्छ भने चाहिँ हामी हाम्रो फ्यामिलीलाई हामी जाजरकोट पनि घुमाउँछौँ। उहाँहरूको लागि एउटा मिठो प्रस्तुति, एउटा मिठो प्रस्तुति एउटा। हामीले अब भोजन नगर्ने हामीले कतै भोजन गर्नुपर्छ। दर्शकबिनहरूलाई एकदम लोकल ठाउँमा लगेर खाना खुवाउनुपर्छ। उहाँहरूलाई पनि भोक लाग्यो होला, उहाँहरूले पनि समय टिपिकल संस्कृत आफ्नो भुजा जिउनार गर्नुपर्छ। उहाँहरू पनि घुमेर थाक्नु त भयो होला नि त। काउली यसरी चाहिँ बाटो चाहिँ साह्रै राम्रो यो, साह्रै देशमा यस्तो बाटो छ भने त को बाहिर जान्छ देश। यिनीहरूलाई थाहा नभएर हो क्या बाहिर गएर, यो बाटो यस्तो छ कि देशमा। दादा यो गेट के रहेछ यो यस्तो हेरौँ है एकचोटि होइन। सुभाषजी कस्तो भइरहेछ यात्रा? यात्रा राम्रो हुँदैछ। नेपाललाई सँगै लिएर हिँड्न पाउँदा कस्तो लागिरहेको छ?
त्यो त अझै हाम्रो सौभाग्य हो हामीले होइन यो ब्लगिङ युट्युब भन्ने एउटा प्लेटफर्म मार्फत हजुरहरूसँग होइन हजुरहरूलाई यो देखाउन एकदम देखाउन सकेकोमा खुसी छौँ हामी सबै। सिकागो भने पनि हामी नेपालमै छौँ है। त्यो भन्ने मात्र हो। जे होस् हाम्रो लागि सिकागो भनेको भक्तपुर हो, न्युयोर्क भनेको ललितपुर हो। वासिङटन भनेको काठमाडौँ हाम्रो लागि। त्यो भन्नै परेन उहाँहरू, त्यति त बुझिहाल्नुहुन्छ। हाम्रो दर्शक एकदमै चलाक हुनुहुन्छ क्या। हामी फेरि पनि भ्लगमा जोडिँदैछौँ। नमस्ते ब्याक टु वेलकम माई च्यानल गाइज। नमस्ते। भर्खरै हामीले चाहिँ आधारमा मिठो खाना खायौँ। हामीले भोजन गरेको नि उहाँहरूलाई देखाउन मिल्थ्यो होइन, तर भेज खाएको त के देखाउनु जस्तो भयो के। त्यस्तो भन्दा हामीले चाहिँ भगवानको लागि भेज खायौँ, भगवानको लाग्यो सोचेर। भन्दाखेरि तपाईँहरूलाई देखाएर हामीले खानु चाहिँ पेट दुखाउने काम हुन्छ। भेजमा त उहाँको पनि पेट दुख्थेन होला, भेज त उहाँको पेट दुख्थेन होला, भेज उहाँलाई मतलब पनि हुन्थेन। शाकाहारी बनाउँ भनेर चाहिँ मैले नारा ल्याएको छु। त्यही भएर चाहिँ हामी चाहिँ पण्डित पँधेरोमा आएको छौँ है। त्यसैले शाकाहारी खायो पण्डित भनेर। अनि पण्डित पँधेरो भन्ने ठाउँ छ है। उहाँहरूलाई यस्तो गरेपछि उहाँहरूलाई नराम्रो लाग्न सक्छ। त्यसो प्र्याङ्क भन्ने कुरा मानवता भन्ने कुरा पनि हामीले सबभन्दा सर्वश्रेष्ठ माथि राख्नुपर्छ क्या। रमाइलो गर्ने माध्यम अरू पनि थुप्रै हुन्छ कि यसलाई नै रमाइलो होइन, त्यो अरूलाई प्र्याङ्क गरेर अरूलाई हट गरेर क्षणिक हट तै पनि हट त हो नि। हट भन्दाखेरि दादा मलाई चियाको मात्रै याद आउँछ। हट चिया प्रोनाउन्सिएसन ए तपाईँ चिया खानुहुन्छ? चिया भर्खर खाना ए म त कफी खान्छु अनि चिया त खास लेभल मिलेन है। लेभल मिलेर लेभल तेरो चिया बोला ए भन्नुपर्छ। कफी खाने याद आउँछ। म चाहिँ 4 स्टार 5 स्टार रेटेड जति स्टार रेटेड होटल भए पनि कफी भन्दा चाहिँ सेट हुन्छ क्या सर। ए चियामा चाहिँ नेपालीपना आउँछ क्या सर। न इलामको भए त म चिया नै खान्छु, तर तपाईँले अब विदेशको चिया खाएर पनि नेपाली पनि भन्नुहुन्छ भने त एकदम लोकल प्रोडक्ट। म पनि कफी त गुल्मीकै खान्छु, त्यो ताइवाको खान्न। राम्रो हो। नेपाली पनि त मलाई पनि आउँछ। राम्रो हो। तपाईँले चाहिँ हाम्रो संस्कृति जे होस् हाम्रो नेपाली किसानहरूलाई पनि एकदम राम्रो प्रति राख्नु भएको छ होइन। जस्तो अहिले हामी हिँडिरहेछौँ होइन, हामी घुमिरहेछौँ उहाँहरूको लागि हो। त्यस्तै त हो नि, मैले चिया खानु भनेको आफ्नो लागि होइन कि उहाँ किसानहरूको लागि हो। चिया होइन सरी, मैले कफी खानु भनेको गुल्मीका किसानहरूको लागि त हो नि। अलिकति चाहिँ मलाई डिमेन्सिया छ, उहाँलाई चाहिँ प्रोवाला डिमेन्सिया छ क्या। के बोले यदि मैले चिया खाइहालेँ भनेपछि पनि किसानहरूको लागि भन्नुपर्छ क्या, तर म खाँदैन। अब समस्या नै साथी भ्लगर हुनु पनि एउटा फाइदै हुँदो रहेछ है। सो रमाइलो पनि होइन युट्युबर हुनु ठिक हो। कुराहरू एकदम जरुर लाग्यो हजुर। ओखरवाला युट्युबर भयो भने चाहिँ गिदी हुन्छ, किन ओभर भइसक्यो खिचे फन हुन्न नि त। यसमा बोल्नुहोस् न, तपाईँलाई के लाज लागेको छ उहाँहरूसँग बोल्नु? नेपाली ठिक छ। यसरी आँखा जुदाएर पनि बोल्न सक्नुहुन्छ। अलिकति लाज लाग्यो भने यसो चस्माको फेरि प्रसङ्ग राम्रो छ। यो चस्मा चाहिँ मैले कहाँ किनेको भन्दा इटलीमा हामी मकालु बेस क्याम्प जाँदाखेरि त्यसको अघिल्लो दिन चाहिँ युएस प्रोटेक्टिभ मकालु बेस क्याम्प पनि पुग्नु हो तपाईँ? चेमासिङ पनि आइपुग्नु लाग्यो। हामी खप्पु कलेज निस्केर जान्छौँ सर, 1 किलोमिटर चेमासिङ पुग्दैछौँ हामी। यस्तो उताको बाटो पनि उड्ने होला नि होइन? कि भक्तपुरबाट बाटो जान्छ उताकै बाटो जाउँ त। आज पाकिस्तान भर्सेस कोरिया न्युजिल्यान्ड होइन? अर्नीको हाइवे नि मतलब अर्नीको हाइवेको बाटो पनि त राम्रै होला नि त अहिले त, मतलब ट्राफिक कम होला। हामी फेरि हाइवेमा कुरा गर्छौँ, अर्नीको हाइवे हामी बिहान बिपी पनि गएको हो, बिपी हाइवे पनि गएको हो। जस्तै अघि खाना बनाएर दाइलाई चाहिँ कति तारिफ गरिदिउँ। मैले हजुरहरूले गर्नु त भएको छैन, डुडोको पनि भन्नुपर्छ। हजुरले गर्नु त भएको छैन, दाइले चाहिँ मैले गरिदिएको हो। दाइ तपाईँ टाइम लगाउनु भए पनि साह्रै नै मिठो भोजन बनाउनु भयो। भेजले के भन्छ यार, शाकाहारी भोजन बनाउनु भयो भनेको। लुडोको कुरा गरौँ। लुडोको कुरा गर्दा चाहिँ प्रचण्डको याद आउँछ, किन भन्दा त्यहाँ चाहिँ साथी र शक्तिहरू प्रयोग भएको थियो होइन। कसरी जालझेल गर्ने होइन, नियम विपरीत कसरी बाटोको नभने त्यहाँ बाटो नबिर्सिनु, बाहिर निस्किनु बाटो ओलीतन्त्र कसरी देखाउने भन्ने कुराहरू चाहिँ भए। त्यो व्यक्ति चाहिँ त्यो महान व्यक्तित्वको त्यो व्यक्ति चाहिँ अब यस्तो फ्रन्ट सिटमा बस्नेहरू त्यस्तो गर्दैन, किन उहाँहरू जिम्मेवारी पदमा हुनुले पनि होइन। सो पछाडि बसेर चाहिँ उहाँले मौका पाए पनि गर्नुहुन्न कि
भुल गर्न खोज्ने साथीलाई चाहिँ अब उहाँले खेलको हामीले फेरि सुभाषजीलाई भनेको होइन, हेर्नुहोस् सुभाषजीलाई भने उहाँलाई भनेको होइन नि, तर फ्रेन्डसिपमा बस्नेहरूले गर्नुहुन्न। उहाँहरू बुझिहाल्नुहुन्छ। बुझिहाल्नु, तपाईँहरू ज्ञानी हुनुहुन्छ एकदम। हारेपछि दुःख बोक्ने तरिका यही रहेछ। त्यही त धेरै खाली छ धेरै नै। सरको स्टेरिङ हेर्नुहोस् है, सरले पठाइ यो भ्लगमा चाहिँ सुभाषले पनि अलिक बढी खाना खानुभयो कि अब बोल्नै छोड्नुभयो के भयो है, मुख धेरै टालिया हो कि लजाउनुहुन्छ उहाँ चाहिँ समूहको अगाडि बोल्नको लागि। समूह पनि हाम्रो फेरि सानो होइन नि त, 3 करोडै अगाडि भनेपछि त गाह्रो हुन्छ नि त बोल्न उहाँलाई। फेरि उहाँ अलिकति अभद्रपन पनि बेला बेला देखाउनुहुन्छ। अब रोकियो त्यही भएर नि उहाँले क्यामेरा गर्दा रोकियो अभद्रपन कन्ट्रोल गरिरहनु भएको छ खासमा। तर त्यसो गर्नु ठिक होइन, आफ्नो जे स्वरूप चाहिँ अहिले देखाउनै पर्छ भन्ने मलाई चाहिँ यस्तो स्वरूप चाहिँ देखाउनु हुन्न है, हामीलाई चाहिँ नदेखाउनु। अब बिस्तारै उहाँले गाडी आउने दिनहरूमा त्यो भिडियोमा त्यो सेयर भइहाल्छ नि कसको स्वभाव कस्तो छ भनेर। त्यो त खानै आज एउटै भिडियोले त कसरी अब हामी उहाँलाई घुमाउनु कहाँ भ्लग कहाँ जान्छ होइन उहाँहरूलाई घुमाउनुको लागि। त्यो त हाम्रो पहिलो हो। उहाँहरूको मनोरञ्जनको लागि एउटा हामीले अगाडि नै बनाएको लकडाउनको त्यो एउटा भिडियो छ, त्यो पनि हामी रिलिज गरिदिन्छौँ। यति बेला हामी भक्तपुर फ्युल सेन्टर प्राली आइसकेका छौँ। नमस्ते सबैजनालाई, म हुँ सोमनाथ लुइटेल र सबैलाई फेरि पनि नमस्ते। हामी फरेनमा छौँ। वेलकम ब्याक गाइज, Back to the welcome channel, guys. ब्याक टु द वेलकम च्यानल गाइज। Channel to the back, welcome, guys. यस यो भक्तपुर धुलीखेल बाटो अपग्रेड एन्ड एक्सटेन्सन दुइटै भइसकेपछि आजभोलि गाडीहरूमा अगाडि होइन त्यो क्यामेरा लाउने चलन भएको राम्रो हो। ड्यास क्याम त्यो एक्सिडेन्टहरू तपाईँहरूको परिकल्पनामा यो भक्तपुर धुलीखेल बाटो अपग्रेड एन्ड एक्सटेन्सन दुइटै भइसकेपछि कस्तो होला, के यसले प्रभाव पार्ला होइन, जुन अहिले फ्लो छ जुन तरिकाको यो एकदमै धुलो बाटोमा नेपाली जनता हामी सबै तपाईँहरूलाई लिएर हिँड्दा हामीलाई पनि गाह्रो भइरहेको छ होइन। तर हामी उहाँको लागि हिँडिरहेको छौँ। तपाईँहरूले हामी पनि गर्न सक्छौँ। टाइम सेफ हुन्छ, सेफ्टी कम्फर्टको कुरा हुन्छ। यो रोड एक्सटेन्सन एन्ड अपग्रेडको काम कहिले सकिएला, के होला? सुरु भएको जस्तो लाग्छ। लाग्छ पजमा छ पुरै 2 वर्षभन्दा बढी लाग्छ। 11 मिनटसम्म हामी यात्रा गरिसकेका छौँ। 11 मिनटको यात्रा भइसकेको छ। चौरासम्म पनि कम्प्लिट हुनु। अहिले एउटा हाइड्रो पावरको बारेमा भन्न चाहे। कुन हाइड्रो? सुपर त्रिशुली हाइड्रो पावर बन्दैछ कि 100 मेगावाटको। कहाँ के सुपर त्रिशुली हाइड्रो पावर 100 मेगावाटको। कस्तो हेर्नु कहाँ हो? धादिङमा गोर्खा 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 र चितवन बोर्डरतिर भनेपछि चाहिँ नेपालको पहिलो होइन अहिलेसम्मको हाइएस्ट हाम्रो प्राइभेट कम्पनीले ओन गरेको हाइड्रो पावर हो। भनेपछि त्यो भनेको बुढी गण्डकी हो, तलपट्टि बन्द हो। सुरजीलाई लिएर हामीले चाहिँ तिनतिर पनि पुगेर आएको छौँ। सुरज भनेको चाहिँ सुरज थापा हुन्छ नि हाम्रो ब्रान्डकै यस 3 करोड जनतामध्ये एकजना हुन्छ हाम्रो एकदम प्रिय जाँदै रोडमा एकजना हुनुहुन्छ। किन हुनुहुन्छ उहाँ चाहिँ यति बेला चाहिँ अर्थक्वेक ड्यामेज असेसमेन्ट अस्ति जाजरकोट इरिगेसन पार गएको कम्पनीले कुन रूपमा कतिसम्म क्षति बनायो भनेर अध्ययन गर्न जानुभएको छ। उहाँ सही होला उहाँले क्षति चाहिँ मलाई गर्नु भएको छ। उहाँको लागि यो भिडियो मार्फत भन्न चाहन्छु, उहाँले क्षति चाहिँ मलाई गर्नु भएको छ। यो अलिक साधन बिग्रेको रहेछ। ट्राफिक रोक्या हो होइन रोक्या अनि हामी आफ्नै गाउँमा यति बेला हामी भक्तपुरको सुवर्ण चोकमा आइसकेको छौँ। अब तपाईँहरूलाई लिएर हामी सल्लाह यात्रामा छौँ। यहाँ चाहिँ हाम्रो कार्यालय छ, यतापट्टि हाम्रो कपिराइट लगाइदिन्छ कि केन्द्रीय कार्यालय योगराजजीको चाहिँ आज फेरि प्रजातन्त्र दिवस हो कि योगराजजीको चाहिँ यता घरै छ है। कतिजना छ अरे? को 6 जना हाम्रो योगराज पौडेलजीको बन्दुको यस कहाँ यतातिर अस्ति हामीले देखाएको छौँ। 6 आना छाना आना भनेको त्यो यहाँ त होला हो। वान रोपनी कसो 16 आना होइन 16 आना कहिले किनेको यहाँ हामी गएर के विशेषमा आएको थियो तिमीहरू यहाँ? हामी उस जग्गा हेर्न सुरजी म सुरजी पनि हुनुहुन्थ्यो। हुनुहुन्छ नि हामी त्यही उहाँलाई जी भन्ने त मलाई मन लाग्दैन, तैपनि
उहाँले काम त त्यस्तै त्यो गर्नु अगाडि केही थाप्नुहुन्छ लगेर जस्तै होइन भन्छ यति बेला हामी राजराजको एकदम फेमस गोविन्दाजीको बिल्डिङमा आइसकेका छौँ दर्शकबिन्दहरू त्यही भन्ने होला छ ल तपाईँहरू देख्न सक्नुहुन्छ मैले फ्रन्ट क्यामेराबाट देखाएको छु हामी भक्तपुरको छनी राजराजको बागबटिनमा डोनाल्ड ट्रम्प साथीहरू भ्यालेन्टाइन डेको पनि तपाईँहरूलाई फेरि पनि शुभकामना दिन चाहन्छु म भ्यालेन्टाइन डे पनि सकिसकेको छ अब के आउँछ साथीहरू एउटा ट्राफिक बस्दैन अरे यहाँ बाटोमा त यसै पनि जाम हुन्छ यसो भन्नाले एक खेलाडीको नाम होला यतिको आर्ट चाहिँ हुँदै भयो अरूको फोन त्यो हो नि आठ त भइहाल्छ यो ट्रु ब्लगरको सङ्केत हो अरूको फोन हो कि आफ्नो फोन आठ हुन्छ नि त यार हामी सबै नेपालीको साना फोन हो तिनको पनि नेपालीको लागि गर्दै प्रकृति थियो नि प्रकृति ल्याएर सरी जस्टिस सुरु त्यो मैले जजद्वारा राख्न चाहे यसमा चाहिँ नेपाल सरकारले अलिकति ध्यान दिनुपर्ने त्यहाँका विद्यार्थीहरूको लागि पनि फेरि केही पहल गरिनुपर्छ ओके प्रीतिले त्यो सुरुमा फोन गर्छ नि घरबाट निक्लिनुभन्दा अगाडि क्या त्यति बेला हामीले आउँदैन त्यो हराउनुभन्दा अगाडि फेरि हामी आफ्नो गफ लागेको छ त्यति बेला मुभी हेर्न रिकमेन्ड होइन उहाँहरूलाई फेरि हाम्रो यसमा त्यो पैसा सैसा लिएर भनिरहेको छैन है तपाईँहरूलाई इन्जोयमेन्ट होला है भनेर भन्छ ट्राफिक खुला छ अहिले तपाईँहरू केही सिक्नु होला केही रमाइलो मनोरञ्जन गर्नु होला इन्डियन मुभी विशेष चाहिँ सबैले हेर्नुपर्ने चोकमा जोस ल्याउनुहुन्न क्या त्यो चोरी चोरी गरेर भाइ यसरी अब लाग्दैछ मैले त्यसको तयारी गर्नुपर्छ सधैँ सधैँ चल्दैन काममा फर्किनुपर्छ क्यामेरा डिजाइन फेरि मैले गर्नु नै छ हाम्रो डिजाइन देखिसक्यौँ के रहेछ यार 50 किलोमिटर राखेको छ कि त्यहाँ 53 भयो स्पिड मारिहाल्छ किलोमिटर त रिङ रोडभरि नै हो होइन एउटै हो अब यो नबुझ्नलाई के भन्ने यो रिङ रोड भन्नुहुन्छ उहाँले अब यो ठिक छ सरी माइ ब्याड ठिक छ रिङ रोड हो ठिक छ रिङ रोडै हो सरी तर यो ठाउँमा स्पिड लिमिट चाहिँ 50 हो कि 53 थियो मेरो उहाँले चाहिँ 80 रुल त रुल हो अहिले 53 पनि समात्दो रहेछ समाज चाहिँ गुड हो 50 देखि 55 भनेको बफर जोन हो त्यहाँ मोडको कुरा आउँछ अनि कसरी चलाइरहेछ पनि हेर्छु होला यहाँ चाहिँ जाममा राम्रै यदि भएछ 94 नै भनेपछि त अलि यो समय हाम्रो बोल्ने समय हो शान्त रहेर लकडाउन नाउस फेरि लकडाउन ल हामी लोकञ्चली आइपुगेका छौँ नमस्ते छ सबैजनालाई तिनको नेपालीहरूलाई हाम्रो सुभाषजी एकदम थाकेर सुत्नु भइसकेको छ कृपया यसरी अल्छी नबन्नलाई हामी बस्ने समय आएको छ जरुरी हामी आफ्नो आइपुगेका छौँ उहाँहरूले हामीले घुमाइसक्यौँ फेरि सबैजना नमस्ते छ तपाईँहरूसँग फेरि पनि हामी घुम्ने नै छौँ तपाईँहरूलाई लिएर भ्रमण गर्नेछौँ तपाईँहरूको लागि केवल फर एन्ड नमस्ते जोजुलप्पा सेवारो सेवारो लासो लासिदले ल आजलाई पनि यति नै हामी छुट्टिन चाहन्छौँ नमस्ते